सुस्ताको खोला तरेर नेपाली भूमिमा पसेका हतियारधारी भारतीय एसएसबी जवानहरूको भागाभाग। हतियार सहित दादागिरी देखाउन आएका भारतीय एसएसबीलाई सीमावासी नेपालीले यसरी लखेटे। तटबन्ध रोक्न खोज्नेलाई सुस्तावासीको गतिलो झापट, अदम्य साहस र एकता सामु टिक्न सकेन हेपाहा प्रवृत्ति। भनिन्छ नि, जसको देशको सिमानामा जनता आफै सिपाही बनेर उभिन्छन् त्यो देशको माटो कसैले मिच्न सक्दैन। पश्चिम नवलपरासीको सुस्ताबाट आज प्रत्येक नेपालीलाई गर्व महसुस गराउने खबर आएको छ। हतियारको आडमा नेपालीलाई हेप्ने र तर्साउने भारतीय सुरक्षाकर्मी एसएसबीको दादागिरी यसपटक उनीहरूकै लागि भारी परेको छ। घटना सुस्ता क्षेत्रको हो। सधैँ झैं सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू हतियार सहित नेपाली भूभागतर्फ गस्तीमा प्रवेश गरे। जब एसएसबीका जवानहरू नेपालतर्फ पसे तब स्थानीय गाउँलेहरूले उनीहरूलाई बाटोमै रोक्दै कारण सोधे। सुरुमा त एसएसबीले नेपालीलाई व्यवस्था गर्दै बलमिच्याइ गरेर अघि बढ्न खोजे, तर जब आफ्नो माटोमाथिको यो थिचोमिचो सहन नसकेर गाउँलेहरू एक ढिक्का भए तब अवस्था फेरियो। हतियार सहित पसेका भारतीय एसएसबीलाई सीमावासी नेपालीले एकजुट भएर सीमा पारिने लखेटेका छन्। खाली हात भए पनि मातृभूमिको रक्षाको लागि उर्लिएको नेपालीको भिड र अदम्य साहस सामु भारतीय सुरक्षाकर्मी टिक्नै सकेनन्। अन्ततः उनीहरू ज्यान जोगाउँदै नेपाली भूमिबाट पछाडि फर्केर भाग्न बाध्य भए। यो घटनाले सीमा क्षेत्रमा केही समय तनाव त बढायो, तर नेपाली स्वाभिमानलाई भने सगरमाथा जस्तै उच्च बनाइदियो। यो घटना आज मात्र भएको होइन, यस अघि पनि भारतीय पक्षले त्यहाँ निर्माणाधीन तटबन्धको काममा दादागिरी देखाउँदै अवरोध गर्दै आएको थियो। केही दिन अघि मात्रै भारतीय पक्षले दबाब दिँदै तटबन्धको 132 मिटर क्षेत्रमा निर्माण कार्य रोक्न उर्दी जारी गरेको थियो। हाम्रो आफ्नै भूमिमा विकास निर्माण गर्दा भाँजो हाल्ने र सीमामा दिनहुँ दुःख दिने उनीहरूको त्यही हेपाहा प्रवृत्तिको आज सुस्तावासीले डटेर हिसाब चुक्ता गरिदिएका छन्। दर्शकवृन्द, यो केवल एउटा गाउँको प्रतिकार मात्र होइन, यो सम्पूर्ण देशको स्वाभिमानको लडाईँ हो। राज्यको बलियो उपस्थिति पुग्न नसकेको सीमामा आज सुस्ताका नागरिक आफै ढाल बनेर उभिएका छन्। निहत्था नेपालीको यो अभूतपूर्व एकता र बहादुरीले भारतीय पक्षलाई कडा सन्देश दिएको छ। नेपाली शान्ति चाहन्छन्, तर आफ्नो माटोमाथि कुदृष्टि लगाउने साहस कसैले गर्छ भने त्यसलाई लखेट्न पनि पछि पर्दैनन्।